हेलो नमस्ते फेरि पनि म मिनी भ्लग लिएर आइसकेको छु। यो चाहिँ मेरो घाँस काट्न जाने बाटो हो। म फेरि घाँस काट्न जाँदैछु। मैले फाइनली साइकल बनाएर ल्याइसकेँ। चाहिँ मेरो घाँस सकेको बारी हो। यहाँ चाहिँ मैले भर्खर रोपेको छु, तर यहाँ हात्तीले लास बिगार गर्दैछ। कोलाहरू त सबै खाएछ। यहाँ चाहिँ मेरो घाँस काट्ने बारी आइसक्यो। म चाहिँ फेरि यहाँ घाँस काट्न अब गइरहेको छु। यहाँ चाहिँ अब मैले रोपेको सरकारी घाँस चाहिँ यत्रो भइसकेको छ अनि घाँस काट्दैछु। अब रात पऱ्यो, बेलुकाखेरि होसमा हो क्या। बेलुकाको 5:30 जस्तो भएको थियो अनि घाँस काटेर मटक्कसँगले घाँस काट्दैछु। एक्लै आएको अनि म चाहिँ एक्लै आएको घाँस काट्न। घाँस काट्दैछु। के गर्नु, गाईबस्तु पालेपछि घाँस काट्नु परि नै हाल्छ। मेरो चाहिँ गाई पनि धेरै छैन, एउटा गाई छ, 6वटा बाख्रा छ। बिहान बेलुकै घाँस काट्नुपर्छ। के गर्नु, गाउँमा बसी घाँस काट्नुपर्छ। मेरो चाहिँ घाँसको बारी पुगिसक्यो। म चाहिँ साइकल भएकोमा जाँदैछु, भारी ल्याएर बोकेर। पछाडिको के भन्नुहुन्छ भने मेरो ब्याग हो, मोबाइल सोबाइल हाल्ने ब्याग हो। हेलो नमस्ते फेरि पनि म मिनी भ्लग लिएर आइसकेको छु। यो चाहिँ मेरो घाँस काट्न जाने बाटो हो। म फेरि घाँस काट्न जाँदैछु। मैले फाइनली साइकल बनाएर ल्याइसकेँ। चाहिँ मेरो घाँस सकेको बारी हो। यहाँ चाहिँ मैले भर्खर रोपेको छु, तर यहाँ हात्तीले लास बिगार गर्दैछ। कोलाहरू त सबै खाएछ। यहाँ चाहिँ मेरो घाँस काट्ने बारी आइसक्यो। म चाहिँ फेरि यहाँ घाँस काट्न अब गइरहेको छु। यहाँ चाहिँ अब मैले रोपेको सरकारी घाँस चाहिँ यत्रो भइसकेको छ अनि घाँस काट्दैछु। अब रात पऱ्यो, बेलुकाखेरि होसमा हो क्या। बेलुकाको 5:30 जस्तो भएको थियो अनि घाँस काटेर मटक्कसँगले घाँस काट्दैछु। एक्लै आएको अनि म चाहिँ एक्लै आएको घाँस काट्न। घाँस काट्दैछु। के गर्नु, गाईबस्तु पालेपछि घाँस काट्नु परि नै हाल्छ। मेरो चाहिँ गाई पनि धेरै छैन, एउटा गाई छ, 6वटा बाख्रा छ। बिहान बेलुकै घाँस काट्नुपर्छ। के गर्नु, गाउँमा बसी घाँस काट्नुपर्छ। मेरो चाहिँ घाँसको बारी पुगिसक्यो। म चाहिँ साइकल भएकोमा जाँदैछु, भारी ल्याएर बोकेर। पछाडिको के भन्नुहुन्छ भने मेरो ब्याग हो, मोबाइल सोबाइल हाल्ने ब्याग हो।